रातभरि बिके रे बास आरजीके ब्लगमा स्वागत छ र आरजीके ब्लगले आज चाहिँ न्यू कन्टेन्ट लिएर आज है त धक्का लगाएर म चाहिँ अहिले म चाहिँ यहाँ कोत्रोबाङमा छु होइन यहाँ बाइक हेर्न सक्नुहुन्छ र यो चाहिँ कोत्रोबाङ हो होइन अनि त्यहाँ चाहिँ बाटो पिच गर्न लागेको रहेछ है हल्का घिम्तीमा अनि म यो बाटो आएको र म चाहिँ होइन बाइक चाहिँ यहाँ छ अनि बाटो हुन्छ नि त यो बाटो जानुपर्छ गाइस फेरिमा होइन अनि धक्का लगाएर यो पुल तरेर वहाँ पारि निक्लिनु जानुपर्छ गाइस म अनि त्यही हो गाइस अब धक्का राइड गर्छु होइन राइडिङ भेटौँलाई फर्स्ट टाइम हो कि हाल्न लाग्यो गाइस होइन तर जान्छ कि जान्न भन्ने कुरो हो क्या गइरहेको छ बाटो गाडीहरू छ तर मैले चाहिँ फर्स्ट टाइम हो कि गाइस हाल्न लाग्यो अनि त्यही भएर अलिकति होइन बिस्तारै जानुपर्ने हुन्छ गर्दा नि गाइस फेरि आरजीके भ्लग चाहिँ हिँड्यो है त ल यस्तो बाटो छ फेरि यस्तो बाटो त फेरि होइन आरजीकेले आनन्दले हालिदिन्छ त फेरि हाम्रो गर्दा नि गाइस फेरि यस्तो बाटो छ है त फेरि है ल है ल यहाँ के भइरहेको यहाँ ल ल ल ल ओहो जस मजा आइरहेको है गाइस फेरि पुऱ्याउन यो चाहिँ सका यो के अरे गाइस फेरि हल्का साङ्ग्रो रहेछ है फेरि यहाँ त यो चाहिँ कोत्रोबाङको पुल है गाइस फेरि यो फर्स्ट टाइम चढाएको आर कस्तो यहाँ त उक्लिँदैन ल यस्तो यहाँ यस्तो छ गाइस होइन त्यही भएर ल उक्लियो गाइस है त ल है त गाइस आरजीके भ्लग चाहिँ आयो ए यहाँ पनि टर्निङ पुग्दो रहेछ गाइस फेरि यतापट्टि त पर्दैन भाइ जस्तै टर्निङ पुग्दो रहेछ क्या ल गाइस है त ल न्युजलमा गइरहेको सही हो ल है त गाइस फेरि यस्तो बाटो हिँड्छ नि आरजीके होइन राइतर गाउँले केटो कहाँ हिँड्नु र हजुर ए बाइचोर गराउनु भएको घर जानु भएको ए त म जान्छु है त यो चाहिँ सल्यानको बाटो है त गाइस फेरि यो धक्कालाई सही हो अरू केही दुई चार शब्द केही बोलाउन न त भाइ यस्तै यो सल्यानको बाटो चाहिँ बवाल छ अहिले गाइस होइन सबै आएर एकलट होइन चेक हानिदिनु पर्यो है बवाल छ है यो कुद्न चाहिँ मजा हुन्छ क्या तर यहाँ बढी जस्तो ढलान मात्रै छ गाइस फेरि होइन हुन्छ नि त यहाँबाट चाहिँ गाडी खसेको गाइस एकचोटि होइन अनि पहिला बाटो अप्ठ्यारो भएर गुल्ट्या हो गाडी अहिले चाहिँ त्यस्तो केही छैन अहिले मस्त हिँड्छ भुइँ तलसम्म पिच छ फेरि होइन सो गाइस है त मैले एउटा कुरा भन्न गइरहेको छु तपाईँहरूलाई होइन मेरो चाहिँ एकचोटि चाहिँ म यहाँ बागचुर आइरहेको थिएँ होइन त्यो पहिरो चाहिँ यो जाली पनि लाएको थिएन क्या त्यति बेलामा चाहिँ यहाँ बाइक फसिएर है
बल्ल निकालेको गाइस मैले होइन त्यहाँको एउटा अङ्कललाई ढाकेर टक्क निकालेको चिटिक टक्क लाएर बाइकतिर जानुपर्छ है त गाइस ल बबाल होइन पुल चाहिँ खतरा फेरि गाइस फेरि होइन खोलाको टिर आरजीके भ्लग चाहिँ टक्क लाएर हिँडिरहेको छ है त ल हान्छ है भित्र आरजीके भ्लगले र गाडी आइरहेको त फेरि आयो तल्लो बाटो नि छ जान त तर उल्टो बाटो हिँड्नुको मजै बेग्लै छ फेरि शान्ति चोक होइन नचोनी गाइस यहाँबाट चाहिँ उडो जानुपर्छ है त ल नचोनी गाइस फेरि अब बाइक चाहिँ मरुस् त हान्नु छोरोले त्यही पनि अब कमल काट्ने ठाउँ है ऊ त खतरा छ ल टक्क लगाएर कमल काट्नु जानुपर्छ है त गाइस आएको चाहिँ कपाल टक्क काटेर होइन गाइस अब चाहिँ टक्क लगाएर लाग्नुपर्छ है टक्क लगाएर मुटु बोलाउनु ल कपाल सपाल काट्यो त गाइस फेरि ल अब लाग्नुपर्छ ल दाइ लाग्नुपर्छ चलो 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 रे आज अनि ओइ दाइ हामी चाहिँ कहाँ जाने हो रे हामी चाहिँ ठुलो होला है गाइस ठुलो होला जानु पर्ने होइन के रे मासु खानु खानु पर्ने के रे मासु त्यो गाइस होइन टक्का लाएर हामी चाहिँ उता जान लाग्यो यो बाटो आएको टक्का लाएर अहिले बाइचरबाट फर्केर चाहिँ उता उठोलो जान लाग्यो होइन अनि त्यही यो गाइस त्यो छैन त्यस मजा आएर मलाई राइड हान्न होइन टक्का लगाएर चाहिँ बिहामा टक्क जानुपर्छ हो ठिकै सजिलो छैन राइड होइन अनि के छ भन्दाखेरि टक्का लाएर यहाँ चाहिँ यो रोड बाटोको ठिका ठिकाको छ नि बाटोहरू हामी चाहिँ यही बाटो आउने के अरे तर हुन्छ नि के भयो भन्दाखेरि यताबाट पिच हुँदैछ त्यही भएर हिँड्न दिएको छैन फेरि हिजो अस्तिसम्म चाहिँ गाडीलाई पनि बाइक मात्र हिँड्ने बाटो थियो होइन आज चाहिँ बन्द गरेछ भने गाइस फेरि ए टक्क लाएर यो बाटो चाहिँ हाम्रो गाउँ जाने बाटो है बन्दै छ हिँड्न देखाइँदाखेरि सबैलाई सीमादेखि यता आइयो होइन यो बाटोमा खतरा कुद्रा कुदाएर देखाइदिन्छ नि म गाई मजा आउँछ नि फेरि यो बाटोमा कुदाउन होइन यस्तै कुदाउनु पर्दैन यहाँ त्यो अगाडि हिँडेको गाडीलाई भेटाइदिन्छु त्यो गाडी बाइक रहेछ है भेटाइदिन्छु ल गाइस त्यही हो तातो पानी मस्त छ क्या जस होइन बवाल छ गाइस फेरि होइन यो चाहिँ तातो पानीको यहाँ मन्दिर छ यहाँभित्र पनि छ कि गाइस फेरि नहुने ठाउँ मान्छेहरू त बवाल भिराइरहेको त हाम्रो खतरा हो जस्तो उहाँ चाहिँ दोधाले खान लगाइरहेको है हाम्रो दोधाले खान लगाइरहेको नि अब त्यहाँ पनि बनाउँछ होला कि त्यहाँ लगाइरहेको सही हो त्यही गाइस जस अब चाहिँ लाग्नु पर्छ है त यहाँ चाहिँ बजार चाहिँ हल्का छ है गाइस फेरि मान्छेको हल्का भिडभाड छ है यताउति नि नुहाउन आउने जानेको त हल्का भिडभाडै छ फेरि गाइस ओल्लो ताप पनि फेरि हल्का भिड छ माथिबाट पनि छ तर हामी तल्लोबाट अब फेरि काम गर्छौँ राति त भेट्ने छोरो फेरि लाग्दिन्छ नि फेरि आनन्दले फेरि होइन यहाँबाट उतापट्टि पुल छ कि गाइस यहाँबाट
यहाँबाट चाहिँ पुल छ गाइस होइन यो बाटो चाहिँ उहाँ उता जान्छ आमदार जान्छ कि हिँडेर तर बाटो पुल चाहिँ खासमा गाडी जान्छ उतै बाटो हो नि अहिले गाइस फेरि त्यसरी फेरि आमा पर्ने ल गाइस होइन यहाँ त चेकिङ गर्न सक्छ है सरहरू हुँदै हुनुहुन्न भन्नु लाग्यो ल हुनुहुँदो रहेछ खाना खानु जानुभयो भने होइन खाना पालेटबाट आएको यो गाडी फेरि होइन हामी चाहिँ पसेर पार्किङ गर्नुपर्ने हुन्छ अनि जग्गा उक्लिनु पर्ने हुन्छ जग्गा यसरी यहाँ राख्दिउँ है गाइस फेरि ल धक्का लाएर हामी चाहिँ धक्का जानुपर्ने हुन्छ है त माथितिर बिहातिर धक्का लाएर ठुलो होला है गाइस फेरि धक्का लाएर हामी चाहिँ अब टक्क बिहेमा कस्तो हुन्छ होइन धक्का लाएर उतैतिर भेट्नुपर्ने हुन्छ अब हामी होइन धक्का लाएर अब यहाँबाट चाहिँ हामी धक्का लाएर जान्छौँ होइन त्यही हो गाइस जो सब चाहिँ बिहामै गएर भेटौँ ल होइन बाटो बनाउँदै आएको मायालाई देखेर केटीले छोडेर गहन हजुरलाई घोइच्छन् कस्तो हुँदो रहेछ त्यो फिल ए बाजे रुनुहुन्थ्यो डर